म जान्छु अब स्विमिङ बोटल एन्ड आइ एम रेकर्डिङ दिस भिडियो विथ द Insta360S Pro 2 है कस्तो कस्तो आउँछ सर्ट्सहरू ट्राई गर्छु र यो कस्तो छ इट इज बेटर फर द भ्लगिङ क्यामेरा अर पसिनाले मिठो नआयो यार पसिनाले कस्तो आवाज आउँछ चेक गरौँ कसैलाई के अडिटिङ गर्न छ भने ट्याक्क मणिग्राम चोकमा हो ल यस्तो छ यो के होला दाइ निस्क्यो हामी सियौ फेरि ल फाइनली ड्रिमल्यान्ड रिसोर्ट आयो अब हामी स्विमिङ गरिन्छ नाइस छैन लाग्दिम दिस इज द मेन एन्ट्रान्स यहाँ पनि आएको हो तर अब चाहिँ हामी गइन्छ हजुर नमस्ते हामी स्विमिङ गर्न पर्यो भनेर कहिले भित्र थियो कि होइन स्विमिङको टिकट खोज्नु दुइटा पौडी खेल्न चाहिँ खासै आउँदैन त्यही पनि रङ चाहिँ लाग्छ होइन अघि जाँदै परिसके प्रायः हान्ने मैले एकचोटि अन्डर वाटर रेसिस्टेन्स हो कि नै थाहा हुन्छ ओभरअल क्यामेरा चाहिँ दामी छ तर यसको वाटर क्याप लगायो भने चाहिँ बल्ल पानी मुनि लिएर जान मिल्छ मैले यत्तिकै लगेको थिएँ यसको आवाज अलिक कम आइरहेको छ यसलाई सुकाउनुपर्छ ठिक छ यही ड्रिमल्यान्ड रिसोर्ट मणिग्राम होइन आउनुहोस् होला गर्मी छ मजाले पौडी खेल्नुहोस् मस्त रहनुहोस् हामी ड्रिमल्यान्डबाट 8:30 भइसक्यो अब जानुपर्छ ल लाइटमा चाहिँ मिठो आउँदो रहेछ यो क्यामेराले पनि त्यो म पुरै रेकर्ड गरिरहेको छु S Pro 2 बाट र यसको साउन्ड चाहिँ कस्तो आयो मलाई थाहा छैन बट जे होस् नाइट भ्यू पनि राम्रै खिच्छ है यसले चाहिँ यो क्यामेराले सबै ठिक छ त्यही हो अब वाटर क्याप चाहिँ हाल्नुपर्ने रहेछ हल्का आवाज चाहिँ अलिक सानो सानो आइरहेछ जाम अब हामी सरर गइन्छ आधी घन्टा 45 मिनटमा अलि महँगो भयो होइन स्विमिङको हल्का अर्कोचोटि आउँदा चाहिँ हल्का डिस्काउन्ट दिनु होला यत्रो भिडियो गराइदिनु हो